हेलो नमस्ते साथीहरु, हजुरहरुलाई स्वागत छ फेरि पनि अर्को नयाँ रेसिपी भिडियोमा। आज चाहिँ म अकबरे खुर्सानी यानि कि डल्ले खुर्सानीको अचार बनाउन गइरहेकी छु। यस्तो साँधेको यो डल्ले खुर्सानीको अचार चाहिँ एकदमै मिठो लाग्छ मलाई चाहिँ। अनि फर्स्टमा चाहिँ मैले डल्ले खुर्सानीलाई टिपेर लिइसकेकी छु। त्यसपछि यो डल्ले खुर्सानीलाई चाहिँ 2 घाम सुकाउनु पर्ने हुन्छ। यसको बोक्रामा हल्का पानी हुन्छ नि त। यसै बोटाबाट टिपेर लिएर सिधै बनाइयो भने चाहिँ यो अचार धेरै टाइमसम्म टिक्दैन। यहाँ चाहिँ डल्ले खुर्सानीलाई 2 घाम जस्तो सुकाइसकेपछि यो डल्ले खुर्सानीको ड्याक्ला फ्यालेर अनि बीचमा चाहिँ चिरा लगाउनु पर्ने हुन्छ यो डल्ले खुर्सानीको। यस्तो गर्दा चाहिँ मसलाहरू भित्रसम्म जान्छ अनि यसको अचार खाँदा चाहिँ एकदमै रसिलो हुन्छ। त्यसपछि यहाँ चाहिँ एउटा प्यानलाई ग्यासमाथि बसालेर मैले मसला तयार गर्न गइरहेकी छु। मैले तोरी लिएकी छु, अनि सिङ्गो धनियाको दाना, जिरा भयो, कलन्जी यानि कि मुङ्ग्रेलो भयो, त्यसपछि ज्वानो अनि सौंफ पनि लिएकी छु। अनि यो सिङ्गो मसलालाई चाहिँ हल्का चटकिने गरेर भुट्नु पर्ने हुन्छ। मसला मैले भुटिसकेकी छु, सेलाउन साइडमा राखेकी छु। अनि सेम प्यानमा चाहिँ मैले तोरीको तेल राखेँ। त्यसपछि यो अलिकति लसुन पनि लिएकी छु। लसुन चाहिँ मैले फ्राई गरेर राख्न थालेकी छु। फ्राई गर्दा चाहिँ यसको स्वाद एकदमै मनपर्छ। कतिजनाले काँचो पनि राख्नुहुन्छ, स्वाद मनपर्छ भने, मलाई चाहिँ काँचो मन पर्दैन। त्यसपछि लसुनलाई मैले खैरो हुन्छ नि फ्राई गरेँ। त्यसपछि सेम तेलमा मेथी फ्राई गरेर अनि यो सिङ्गो मसलालाई मसिनो गरेर पिसेर राखिसकेँ। त्यसपछि स्वादअनुसार नुन, बेसार अनि कागतीको रस पनि राखेकी छु मैले। यदि हजुरहरूलाई कागतीको स्वाद मन पर्दैन भने भिनिगर पनि राख्न सक्नुहुन्छ। अनि सबै चिज यसरी राखिसकेपछि राम्रो तरिकाले मोल्नु पर्ने हुन्छ। त्यसपछि यो अचारलाई चाहिँ सिसाको जारमा खाँदेर कम्तीमा 4-5 दिनसम्म एकदमै तेज घाममा सुकाइसकेपछि यो अचार चाहिँ खानको लागि तयार हुन्छ। हजुरहरूले पनि ट्राई गर्नु होला, एकदमै मिठो हुन्छ है साथीहरू। अनि यो खाँदेको अचारलाई घाममा सुकाउँदा चाहिँ हजुरहरूले प्लास्टिकको यो जारमा नराख्नु होला, सिसाको जारमा नै राख्नु होला, असर गर्छ प्लास्टिकले। यहाँ चाहिँ मैले सिसामा खान गइरहेकी छु। यस्तै सिम्पल रेसिपीहरू मनपर्छ भने पेजलाई फलो गर्नु होला अनि लाइक सेयर पनि अवश्य गरिदिनु होला। प्राय मैले सिम्पल रेसिपी नै सेयर गर्ने गर्छु।